सबैजनालाई स्वागत छ। सालोम। आज हाम्रो बीचमा जो पहिलोपटक आउनुभएको छ अथवा लामो समयपछि तपाईहरु सबैजनालाई हामी जोरदार ताली पड्काएर स्वागत गर्छौं। हामी यूहन्ना 1 अध्यायमा जाउँ। यूहन्नाको पुस्तक, सुसमाचारको पुस्तक 1 अध्याय। तपाईहरुले पक्का भेट्नुभयो। यूहन्नाको सुसमाचारको पुस्तक 1 अध्यायबाट हामी केही कुरा हेर्नेछौँ। म सुरुमा एउटा पद पढ्छु अनि त्यसलाई जोड्दै हामी धेरै कुरा यहाँबाट हेर्नेछौँ। 12 र 13 पद तपाईहरुले भेटाउनु भयो। यूहन्ना 1 को 12-13। तर जतिले उहाँलाई विश्वास गरे र जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँलाई विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा र कुनै मानिसको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। यहाँनिर एउटा अद्भुत किसिमको जन्म। हामी प्राकृतिक हिसाबमा बुवा आमाबाट छोराछोरीहरू जन्मिन्छन्, तर यहाँ एउटा ईश्वरीय प्रकारबाट विश्वासद्वारा जन्मिएको कुरा यहाँनिर यो वचनले हामीलाई बताउँछ। यो बुझ्नलाई हामीलाई धेरै सजिलो छ, किनकि हामी सबैले नयाँ गरी जन्म पाएका छौँ। जतिले उहाँलाई विश्वास गरे र ग्रहण गरे तिनीहरू नयाँ गरी जन्मेका छन्। तिनीहरू परमेश्वरका सन्तान हुन्। यसै कारण तपाईँ र मैले परमेश्वरलाई पहिलो प्रेम गर्न सक्छौँ। हामीले परमेश्वरलाई पहिलो प्रेम गर्न सक्छौँ। आउनुहोस् हामी एउटा पद स्वीकार गरौँ सबैजनाले जोडसँग। म परमेश्वरलाई पहिलो प्रेम गर्ने व्यक्ति हुँ र परमेश्वरलाई पहिलो प्रेम गर्ने चर्चको समर्पित अङ्ग हुँ। आमेन। यो प्राकृतिक हिसाबले अलि बुझ्न गाह्रो छ, तर जब आत्मिक हिसाबले हामी हेर्छौँ, जतिले उहाँलाई विश्वास गरे र ग्रहण गरे उनीहरू नयाँ गरी जन्मिन्छन्। उनीहरू परमेश्वरको सन्तान हुन्छन्। परमेश्वरको घर परिवारमा उनीहरू जन्मिन्छन्। उनीहरू परमेश्वरको सन्तान हुन्छन् भने उनीहरूको जीवनको सम्पूर्ण कुरामा परिवर्तन आउँछ। उनीहरूको सोचाइमा परिवर्तन आउँछ। उनीहरूको काम गराइमा परिवर्तन आउँछ। उनीहरूको जीवनमा परिवर्तन आउँछ। उनीहरूको कार्यक्षमतामा परिवर्तन आउँछ। उनीहरूको दक्षतामा परिवर्तन आउँछ। सबै कुरामा परमेश्वरले परिवर्तन ल्याउनुहुन्छ जब हामी उहाँको वचनलाई विश्वास गर्छौँ। अब त्यसले तपाईँ र मेरो जीवनमा नयाँ सृष्टि गर्छ, हामीलाई नयाँ बनाउँछ। त हामीलाई जब यसले नयाँ बनाउँछ, तपाईँ र मैले परमेश्वरलाई हामी पहिलो प्रेम गर्न सक्छौँ। म 4वटा बाइबलको खण्ड तपाईँलाई एकै ठाउँमा जोडेर देखाउँछु। गलाती 2 मा पावलले के भन्नुभयो भने, अब जिउने म होइन, ख्रीष्ट येशू ममा जिउनुहुन्छ। अब मेरो जीवन साटिएको छ। अब म होइन जिउने, ख्रीष्ट ममा जिउनुहुन्छ। यो परिवर्तन होइन, साटिएको। हामीले धेरैचोटि बुझ्नलाई हामीले सुन्दै गरेको भाषा परिवर्तन भन्ने हामी सुन्छौँ। होइन, साटिएको। हाम्रो जीवन ठक्कै परमेश्वरलाई दिएको, परमेश्वरको जीवन हामीले ग्रहण गरेको। अब हामी होइन, परमेश्वर जिउनुहुन्छ। साटिएको कि पुरै हाम्रो जीवन परमेश्वरलाई, परमेश्वरको जीवन हामीलाई, साटिएको जीवन। अङ्ग्रेजीमा एक्सचेन्ज भन्छ। कोसिस गरेर बदलिएको जीवन होइन, साटिएको जीवन। भने पहिलो पत्रुस 1 मा हामीले पढेका छौँ। पहिला पनि मैले बाँडेको छु। उहाँको अविनाशी वीर्यद्वारा हामी नयाँ गरी जन्मेका छौँ।
याकुब 1:18 मा हामी सृष्टिको अगौटे फल हौ भनेर सत्यको वचनले उहाँले हामीलाई नयाँ जीवन दिनुभयो। गलातीको पुस्तकमा तपाईँ र मेरो जीवन साटिएको छ। अहिले हामीले यूहन्नाको पुस्तकमा हेऱ्यौँ, जतिले उहाँलाई विश्वास गरे, ग्रहण गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने हक दिनुभयो। परमेश्वर तपाईँ र मेरो बुवा, परमेश्वर तपाईँ र मेरो मालिक, अनि हामी परमेश्वरको छोराछोरी। परमेश्वरसँग भएको कुरा तपाईँ र मेरो हो। पैतृक रूपमा अब हामी परमेश्वरका आशिषहरूका हकदार भयौँ। परमेश्वरले हामीलाई आफ्ना सन्तान हुने हक दिनुभयो। आमेन। अब यो यूहन्नाको बारेमा अलिकति म यहाँ तपाईलाई देखाउन चाहन्छु। यो बप्तिस्मा दिने यूहन्नाको बारेमा के भनेको छ, यही यूहन्नाको पुस्तकबाट हामी अलिकति हेरौँ। तपाईले बाइबल खोल्नुभयो भने यूहन्नाको बारेमा यहाँनिर केही कुरा बताइएको छ। साँचो ज्योति 9 मा संसारमा आउँदै हुनुहुन्थ्यो, उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूका आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो। तिनीहरू रगतद्वारा, शारीरिक इच्छाद्वारा, कुनै मानिसको इच्छाद्वारा होइन, तर परमेश्वरबाट जन्मिएका हुन्छन्। अनि वचन देह हुनुभयो, लोगोस देह हुनुभयो र अनुग्रह र सत्यताले पूर्ण भई हाम्रा बीचमा बास गर्नुभयो। हामीले उहाँको महिमा देख्यौँ, जुन महिमा पिताबाट आउनुभएको एकमात्र पुत्रको जस्तै थियो। यूहन्नाले उहाँको विषयमा गवाही दिँदै उच्च स्वरले भने, उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसको विषयमा मैले भने, म पछि आउने मभन्दा उच्च हुनुहुन्छ, किनकि उहाँ मभन्दा अघिबाटै हुनुहुन्थ्यो। उहाँका अनुग्रहको पूर्णताबाट हामीलाई एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ। हामीले एउटा अनुग्रहमाथि अर्को अनुग्रह पाएका छौँ, किनकि व्यवस्था मूसाद्वारा दिइयो, अनुग्रह र सत्यता चाहिँ येशू ख्रीष्टद्वारा। परमेश्वरलाई कसैले कहिले देखेको छैन। पिताको साथमा हुनुहुने एकमात्र पुत्रले उहाँलाई प्रकट गर्नुभएको छ। अब त्यसैको अलि तल जाउँ, 27 पदमा, म पछि आउनुहुने उहाँ नै हुनुहुन्छ, उहाँका जुत्ताको फित्ता खोल्ने योग्यको म छैन। यहाँनिर यूहन्नाले येशू ख्रीष्टको गवाही दिएका छन्। येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, जो संसारको ज्योति हुनुहुन्छ। म चाहिँ ज्योति होइन, म ज्योतिको गवाही हुँ। त यूहन्नाले यो गवाही दिनुभयो र आफूलाई नम्र, उहाँको जुत्ताको फित्ता बाँध्न म योग्यको छैन भनेको यूहन्नाले आफूलाई नम्र बनाएर येशू प्रभुको गवाही बाँड्नुभयो। अनि पश्चाताप गर्दै पानीको बप्तिस्मा लिन आउनेहरूलाई उहाँले पानीको बप्तिस्मा दिनुभयो। पानीको बप्तिस्मा दिँदा उहाँले के भन्नुभयो? पश्चाताप लागेको फल फलाऊ, रुखको फेदमा बन्चरो परेको छ। अनि बप्तिस्मा दिने यूहन्नाले यो पनि एउटा कुरा थप्नुभयो, जो चाहिँ मलाई साह्रै मनपर्छ। यो मत्तीको पुस्तकमा यूहन्नाले भन्न खोजेको कुरा के हो भने, त्यो फरिसीहरूलाई उहाँले भन्न खोजेको कुरा यो हो, तपाईहरुले पानीको बप्तिस्मा मात्रै लिएर पुग्दैन, किनभने पानीको बप्तिस्माले मात्रै तपाईहरुको सुधार हुँदैन। तपाईहरुलाई पवित्र आत्मा र आगोको बप्तिस्मा चाहिन्छ।
मैले पानीको बप्तिस्मा दिन्छु, म पछि एकजना आउँदै हुनुहुन्छ, उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुन्छ। किनभने त्यहाँनिर एउटा कडा वाक्य उहाँले प्रयोग गर्नुभएको छ, सर्पको बच्चाहरू। फरिसी भनेको मनमा एउटा कुरा, मुखले अर्को कुरा बोल्ने मान्छेहरू, एकदम गोलमालको काम गर्ने मानिसहरू। तिमीहरूको भित्री सुधार हुनलाई पवित्र आत्मा र आगोको बप्तिस्मा चाहिन्छ। यसै कारण बप्तिस्मा दिने यूहन्नालाई येशू प्रभुले भन्नुभयो, स्त्रीबाट जन्मेको व्यक्तिहरूमध्ये यूहन्ना जस्तो महानहरू कोही छैन। एकदम साँचो कुरा गवाई दिने, प्रचार गर्ने, उजाड स्थानमा बाटो तयार गर्ने, परम प्रभुको निम्ति एउटा कराउनेको आवाज बनेर अथवा परमेश्वरको मुखपात्र बनेर यो बप्तिस्मा दिने यूहन्नाले येशू प्रभुको लागि मार्ग तयार गर्ने काम गरे। अब हामी एकछिन विचार गरौँ, तपाईँ र म पनि प्रभुको मार्ग खडा गर्ने व्यक्तिहरू, उहाँको सन्देश लैजाने व्यक्तिहरू। उहाँको सन्देश लैजाने व्यक्तिले सधैँ आफूलाई नम्र बनाउँछ। आफू नम्र येशू प्रभुलाई उच्च पार्छ। किनकि यूहन्नाले भन्छन्, म ज्योतिको गवाही मात्र हुँ, म त्योभन्दा ठुलो केही होइन। साँचो ज्योति जो हुनुहुन्छ, जोद्वारा यो सारा संसार बन्यो, उहाँ आउँदै हुनुहुन्छ। म उहाँको गवाही दिन आएको भनेर यूहन्नाले प्रचार गरे। मानिसहरू बप्तिस्मा लिन आए। पानीको बप्तिस्माले मात्र पुगेन, पवित्र आत्मा र आगोको बप्तिस्मा। फेरि म यो जोडौँ, किन पवित्र आत्मा र आगोको बप्तिस्मा? गवाही दिनको लागि हामीलाई साहस चाहिन्छ। एउटा, पवित्र आत्माले तपाईँ र मलाई निडरका साथ गवाही दिन मद्दत गर्नुहुन्छ। अनि अर्को, तपाईँ र मेरो भाषामा, जिब्रोमा उहाँले सुधार गर्नुहुन्छ। आगोको बप्तिस्मा बिना, जिब्रोको शुद्धिकरण बिना साँचो गवाही हामी हुँदैनौँ। हामी झुटबुट बोल्ने व्यक्तिहरू हुन्छौँ। यसकारण यो बप्तिस्मा दिने यूहन्ना चाहिँ यो कुरा बताउनु भयो। र बप्तिस्मा दिने यूहन्नाले बताएको कुरा पेन्तिकोसको दिनमा पुरा भयो। प्रेरित 2 अध्यायमा येशू प्रभुले पवित्र आत्मा खनाउनु भयो। आमेन। अब हामी यसो विचार गरौँ, तपाईँ र मेरो नयाँ जीवन अद्भुत रीतिले हामी नयाँ गरी जन्मेका छौँ। यो नयाँ गरी जन्मिनुको पहिलो ज्यादै महत्त्वपूर्ण उद्देश्य र कारण के हो? हामीलाई नयाँ जीवन दिनुहुने परमेश्वरलाई हामी प्रेम गर्न सकौँ। हामीमा परमेश्वरको गुण आएको छ, हामीमा परमेश्वरको क्षमता आएको छ, हामीमा परमेश्वरको चरित्र आएको छ। यसकारण तपाईँ र मैले परमेश्वरलाई प्रेम गर्न सक्छौँ। जतिले उहाँलाई ग्रहण गरेका छन्, जतिले विश्वास गरेका छन्, यसमा कुनै शङ्का छैन, यो कुनै कठिन छैन। ती सबैले परमेश्वरलाई प्रेम गर्न सक्छन्। उहाँको चरित्र उनीहरूमा आएको छ। जब हामी ग्रहण गर्छौँ नि प्रभुलाई, अब प्रभुको चरित्र गुण हामीले पाएका छौँ। त्यसद्वारा हामी परमेश्वरलाई प्रेम गर्न सक्छौँ। आमेन। हामी परमेश्वरलाई प्रेम नगरी रहन सक्दैन।
हाम्रो हृदयले मान्दैन हामी परमेश्वरलाई प्रेम गर्छौँ, किनकि त्यो गुण हामीले परमेश्वरबाट प्राप्त गरेको छौँ। आमेन। यो हुन त यो तपाईँहरू भन्दै कतिलाई अलि अप्ठ्यारो पनि होला, म अलिकति सरल बनाउन चाहन्छु। हिब्रू भाषामा के लेखेको छ भन्दाखेरि परमेश्वरलाई पहिलो प्रेम गर्ने काम परिवारबाट सुरु हुनुपर्छ। व्यवस्था 6:5 तपाईँ यसो विचार गर्नुहोस् है, तपाईँको घर बाहिर हक अधिकार कुनै क्षमता छैन भने पनि घरमा आएपछि तपाईँ र मेरो हक हुन्छ कि हुँदैन? हाम्रो घरमा हाम्रो हक हुन्छ। तपाईँले आफ्नो घरभित्र चाहेको काम गर्न सक्नुहुन्छ, किनकि त्यो घरभित्र हामीलाई अधिकार छ। त्यो अधिकार जन्मिँदा बित्तिकै हामी पाउँछौँ। अब त्यो अधिकार किन दिएको? हिब्रू भाषामा के बताएको छ भने किनकि उसले परमेश्वरलाई प्रेम गर्ने काम घरबाट सुरु गरोस्। हरेक व्यक्तिलाई घरमा अधिकार छ, अधिकार हुन्छ। उसले आफ्नो घर परिवारमा आफ्नो सम्पत्ति आफ्नो माल सामान चाहेको हिसाबले उसले प्रयोग गर्न सक्छ। उसलाई अधिकार छ त्यो घरमा। त्यो अधिकार किन दिनुभएको परमेश्वरले भन्दा उसले परमेश्वरलाई परिवारबाट पहिलो प्रेम गर्न सिकाउँछ। हेर्नुहोस् त कस्तो अद्भुत रीतिले परमेश्वरले तपाईँ र मलाई बनाएर परिवारमा राख्नु भएको छ। तपाईँले र मैले आफ्नो परिवारमा गर्ने कुरा हामी अर्कोको परिवारमा गएर गर्न सक्दैनौँ नि। अर्कोको घरमा गएर हामी धारा खोल्न सक्दैनौँ, बिजुली चलाउन सक्दैनौँ, फ्रिजहरू चलाउन सक्दैनौँ, किचनमा गएर हामी मनपरी काम गर्न सक्दैनौँ। तर आफ्नो घरमा हामी सक्छौँ। आफ्नो घरमा हामीलाई अधिकार छ। यही अधिकार प्रयोग गरेर मानिसले परमेश्वरलाई प्रेम गरोस् भनी परमेश्वरले तपाईँ र मलाई परिवारमा राख्नुभयो। यो काम परिवारबाट सुरु हुनुपर्छ। केन्द्रबिन्दु परिवार हो, किनभने परिवारमा हक छ। त्यो हक चाहिँ उसले अरू कामको लागि होइन, परमेश्वरलाई प्रेम गर्ने कामको लागि उसले पहिला प्रयोग गर्नुपर्छ, अभ्यास गर्नुपर्छ। त्यहाँबाट त्यस्तो हिसाबले परमेश्वरले तपाईँ र मलाई बनाएर परिवारमा राख्नुभएको छ, उहाँलाई प्रेम गर्नका लागि। आमेन। जतिले उहाँलाई ग्रहण गरे, उहाँको नाउँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो। हामी हकवाला हौँ। हामी हक बाहिरका व्यक्तिहरू होइनौँ। हामीहरू हकवाला सन्तान, परमेश्वरका सन्तान, ख्रिस्ट येशूसँगै साझे हकवाला। अब यो हक यो अधिकार परमेश्वरले हामीलाई किन दिनुभएको छ? उहाँलाई हामी मण्डली परिवार मिलेर प्रेम गरौँ, पहिलो प्रेम गरौँ। आमेन।